पहिले 4-5 वटा बिक्थ्यो अहिले त्यति चल्दैन। दिनभरिमा एउटा दुईटा बिक्छ। अब के गर्नुहोस्। पहिले जस्तो जातो सिलौटो पनि बिक्दैन। 350-400 मान्छे गाउँतिर जुलाईतिर धरान काकरबेटातिर पनि होलसेलरमा लिएर जानुपर्छ। कहिलेकाहीँ चोट लाग्छ, हात खुट्टामा काटिन्छ, चोट लाग्छ। यो व्यापार कहिले हतपत चल्दैन, बिग्दैन। 4-5 वर्षसम्म चल्दैन। जातो सिलौटो अचेल बिग्दैन। के गर्नु, व्यवस्था यही हो। अलि कमाइ गरी खाइरहेको छौँ। गाउँ जुलाएर गदामा मार्दैछौँ। गाउँमा पनि जातो सिलौटो बिग्दैन। यो व्यापारहरू बिग्दैन। जातो सिलौटो धेरै खोज्दैनन्। अहिले मिक्सर मसिनको जमाना आइसक्यो। व्यापार पनि चल्दैन। एउटा सिलौटो बनाउनु 1-1.5 घन्टा लाग्छ। ओखली बनाउनु 1-1.5 घन्टा, जातो 2-3 घन्टा लाग्छ बनाउनुमा। यो हाम्रो पुर्खौली काम हो। हतपत बिग्दैन। कहिले बिग्छ कहिले बिग्दैन। अब के गर्नु, सरकारले के गर्नु। सरकार त के हो, अब व्यवस्थामा कहिले बिग्छ कहिले बिग्दैन। अब पुर्खौलीमा कहिले काम सक्दैन। अब जमानामा कोही गर्न सक्दैन। यो 4-5 वर्ष मात्रै चल्छ यो काम, त्योभन्दा बढी चल्दैन। मेरो नाम श्वेत जातवाला हो। मेरो दोकान आठखोला विराटनगरमा हो। मेरो कला, मेरो कथा। नमस्कार।